आमा यो बिसाउँको बारेमा केही बताइदिनुहोस्। पहिला कस्तो थियो, अहिले कस्तो भयो? नमस्ते हजुर, सबैलाई दर्शन छ, नमस्कार छ। हेर्नुहोस्, यो म चाहिँ अहिले तामगारेमा भारी बिसाउने ठाउँ थियो, अहिले भत्ताभुङ्ग भयो। यसरी चौतारी पहिला धाना थैलो ल्याउँथ्यो। यो चाहिँ बेलकारीबाट म आउने देख्न सक्नुहुन्छ। हाम्रो पुरानो मूल बाटो यही हो। अहिले रोडको कारणले यहाँबाट मान्छेहरू हिँड्न छोडेको कारणले त्यति राम्रो नदेखिए तापनि देख्न सक्नुहुन्छ हामी चाहिँ फाइनल्ली चुनपानी र तल भल्टाउराको बिचमा रहेको एकदम बिसाउँ तामीगारेमा छौँ। तामगारे भन्ने ठाउँमा छौँ। यो पिपलको छाहारीमा बस्न एकदमै आनन्द हुन्छ। हजुरहरूलाई याद आउँछ होला जिउलाबाट धाना कट्ठा बोकेर यहाँ बिसाएको। यो चाहिँ माथि जाने बाटो रोडको कारणले लथालिङ्गै छ। यस यो बिसाउने तामगारेको बारेमा केही विशेष पहिलाको मान्छेसँग, मेरो आमासँग म केही सोध्दैछु। अन्तिमसम्म सुन्नु होला है त। भयो कसरी पहिलाको मान्छेहरू तलमाथि गर्दा यसमा बिसाउँथे, के गर्थे भन्नुहोस् त, बताउनुहोस् त। पहिला कस्तो राम्रो चौतारी थियो, बिसाउने भारी बिसाउने ठाउँ थियो। अहिले भत्ताभुङ्ग भयो। यसरी चौतारी पहिला धाना थैलो ल्याउँथ्यौँ, तलबाट आएर बिसाइ मार्थ्यौँ हामी। चल्ला कुखुरा जिउलाएर घर गराउँदाखेरि डोगा बिसाउँथ्यौँ। अनि रमाइलो थियो पहिला जिन्दगी। अहिले त के रोड ल्याएर सबै पुरानो बाटोभरि लथालिङ्ग भयो। अनि पहिलाको यो भारी बिसाउने बिहान यहाँ उज्यालो हुन्जेल तलबाट यहाँ आइपुग्ने, माथि घरबाट अर्नी बोकेर होइन, पहिला चाहिँ कस्तो कस्तो घरबाट हामी मकैको चाम्रे खाँदा उठेर जिउला बस्तीलाई गोठालालाई अर्नी लिएर आउँथ्यौँ। राति भाले बासे बेला हामी उठेर तल जिउला आएर हामीले भारी बोकेर यहाँ आउँदाखेरि हामीलाई उज्यालो हुन्थ्यो। यो पिपल गाडीमा बस्थ्यौँ। अहिले त के गर्ने, मैतीबाट मैती हिँड्न सक्दैनौँ भन्छौँ हामी त। हामी बिग्रिगयौँ। यही बाटो बिहान खाना घर पुगिन्थ्यो भारी बोकेर होइन। अहिले चाहिँ यो हिँड्दै हिँड्दा पनि गाह्रो हुन्छ अहिलेको अवस्थामा। गाह्रो भयो। पहिला त हामी भाले बासे बेला तल झरिकन तलबाट थैला बोकेर हामी खाना घर पुग्थ्यौँ भनेपछि अहिले हामीलाई उही बाटो हिँडेको मान्छे हौँ। अहिले हामीलाई एक घर जान पनि हामीलाई गाह्रो भयो। हो, समय पर्ची बनायो कि क्या हो खै थाहा छैन। भुइँची पाल्थ्यौँ, गोरस खान्थ्यौँ, त्यही भएर ताकत लागेको होला। अब अहिले केही पनि छैन। सुक्खा खानाले गर्दा हो कि अहिलेको मान्छे अल्छीहरू भए, भैँसी नपाल्ने, गोरुस नखाने, अनि त्यही भएर यो उकालो ओह्रालो हिँड्न पनि छोडे। त्यही भएर यो माथि तल गर्दाखेरि पनि समस्या आउने रह्यो। यो बाटो पनि सबैले हिँड्न छोडिसके आजभोलि। यो सबै यो चौताराको लथालिङ्ग छ, देख्न सक्नुहुन्छ। नमस्ते हजुर, सबैलाई दर्शन छ, नमस्कार छ। हेर्नुहोस्, यो म चाहिँ अहिले तामगारेमा छु। माथि भल्टाउरादेखि माथि अनि चुनपानीदेखि बिचको ठाउँमा सबै मान्छेहरू भारी बोकेर आउने बिसाउने चौतारीमा छु होइन। अहिले चाहिँ यो लथालिङ्ग भएको छ। पहिला चाहिँ यहाँ एकदमै बरियाहरू आएर यहाँ बिसाउने, अनि यो पिपलको छाहारीको तल बसेर चिसो हावा खाने, पसिना ओबाउन्जेल बस्ने, गफ गर्ने, अनि बुढापाकाहरू भुसिया खाने ठाउँ थियो। हेर्नुहोस्, यो अहिले चाहिँ अब यस्तै छ। माथिबाट रोड भएको कारणले सबै मान्छेहरू रोडमा हिँड्ने, यो बाटोलाई चाहिँ व्यवस्था गरेर सुधार पनि छैन, केही पनि छैन। पहिलाको पहिचान हाम्रो देख्न सक्नुहुन्छ, तर लथालिङ्गै छ। अनि यो हामी चाहिँ पुरानै बाटो हिँड्दै आएको थियौँ, त्यही कारणले यसो भिडियो बनाऊ, याद रहोस्, सम्झना रहोस्, देश विदेशमा भएको मान्छेहरूले चाहिँ याद गरून् भनेर चाहिँ मैले यो भिडियो बनाएको थिएँ। सक्दो हजुरहरूलाई यो भिडियो यदि मन परेको भए सक्दो सेयर गरेर साथ दिनु होला, एक कमेन्ट गर्नु होला, एक लाइक गरिदिनु होला, सकेसम्म सेयर पनि गरिदिनु होला भन्दै धन्यवाद। यस्तै नयाँ भिडियो मतलब पुरानो ठाउँहरू देखाउने कोसिस गर्नेछु। तपाईँहरूलाई चाहिँ मन परे फलो गरेर जोडिनु होला। हवस् त, धन्यवाद।